गुड मर्निङ। आज फर्स्ट दिनको ट्रेकिङ हिँड्न सुरु हुन लागेको छ। अब एकछिनमा भाइहरू आउँछ, अहिले एकछिनमा अनि जाने हो होइन। अहिले बिहानको नजारा यस्तो छ, बादल थाकिरहेछ। उता माथिबाट सनराइज हुन्छ होला सायद, रातो रातो छ कि। यो अहिले हामी दार्चुला त होइन यार, यो बैतडी हो यार। उता पारी चाहिँ दार्चुला हो कि। पुल आउँछ एउटा तल, त्यहाँबाट जिप एउटा लिने अनि यताबाट सरर माथि जानुपर्ने हो कि। यता माथितिर हो मकरी घाट भन्ने ठाउँसम्म जहाज स्टे हाम्रो। स्टे रे के भन्छ, ड्राइभ टु मकरी घाट। अनि त्यसपछि त्यहाँबाट पुरै हाम्रो ट्रेकिङ सुरु हुन्छ। अहिले थाहा हुन्छ कस्तो हुन्छ है। अब ब्यागस्याग बोकियो मजाले। अब एकछिनमा हिँड्ने हो है। म चाहिँ टरक्क लाएर अघि योभन्दा अलिअलि उज्यालो हुँदै आउँदैछ। यस्तो छ यता केटाहरू टक्क लाएर गाडी चढ्न जान लाग्यो है। अब यता हिँडिरहेछौँ। अब तल बैतडीबाट हिँडेको टक्क लाएर अब यो ओह्रालो दार्चुला जाँदैछ है। बैतडीबाट यो दार्चुला सदरमुकाम जाने बाटो है। टक्क लाएर यो बैतडीबाट हिँडेर यो अहिले दार्चुला पुलपारी हो। यो पुलपारीबाट चाहिँ टक्क लाएर गाडी चढ्न जान लाग्यो। केटाहरू 4 जना है यता। अब हामी अर्को के अरे सदरमुकाम भन्छ कि के भन्छ, जिल्ला होइन, अर्को जिल्ला के खोला रे यो चमेलिया खोलाको चाहिँ नदी चाहिँ यस्तो छ कि अहिले यता होइन। अब माथि कस्तो छ, माथिको पनि देखाउँछ अहिले पछि है। माथि पुगेपछि ड्याम, त्यो ड्याम त ड्यामबाट आएको खोला भनिरहेको थियो, तर सानो छ यता। माथि ड्याममा चाहिँ कस्तो छ अहिले देख्छ कि कस्तो। यो बाटो नि के भन्छ, स्टिलको हुनुपर्ने, डाङडुङ आवाज आउँथ्यो यार। पिच भइसक्यो हिजो। यसलाई एक किसिमको डेभलपमेन्ट भन्न सकिन्छ है। यहाँको यमराज भनेको यही ट्र्याक्टरै हो यो। यसलाई के ट्र्याक्टर हो, हात्ती गाडी होइन? होइन ट्र्याक्टरै हो कि यो, नर्मली ट्र्याक्टरै हो, मल्टिपर्पजवाला ट्र्याक्टर हो कि। यसको राष्ट्रिय गाडी भने यस्तै हो कि यताको। पुल ठ्याक्कै सकियो। अब बैतडी सकियो है। फेरि दार्चुला हो नि। ल है गाडीमा लोड गर्दैछ केटाहरूले। यो गोकुलेश्वरबाट यो के भन्छ मकरी घाट जाने स्टेसनमा छु अहिले। टक्क लाएर गाडी पिकअप गर्दैछ है गाडीले। यो बजारबाट टक्क लाएर मकरी घाट हिँड्ने हो ठाउँ यो। अब गाडी जाने त गइहाल्ने हो है, चढ्ने गाडी। म बस्नु क्या।
केटा 2 घण्टा त भयो हामीले हिँडेको गाडीमा ल उ त्यहाँ माथि पनि रहेछ यार के हो त्यो घर हो कि अफिस हो कि के हो स्टार्ट हो त्यो हाटे यतिकै हाउमा हाट्दै हाउमा हाल्नु कि तैँले यस्तो कहीँ नसो किन गाडी हल्यो भने त्यसमा न त त्यो हातलाई जति सक्छ त्यति स्टेबल हाल्नु पर्दैन त्यो के गर्नु पर्दैन त्यति के हुन्छ यसमा राखेन भने त्यसो भयो हात सुरु भइरहेछ समय राख ल के भन्छ हौ दुनिया का जोड़ी देखा सफारी cool मजा लिँदैछु सफारी यो त अहिले ठ्याक्क लाएर रेडीमा छु अब हिँड्ने तर्करमा छु है टक्क लाएर मकरी घाटमा छु अहिले मकरी घाटबाट अब सुरु हुँदैछ हाम्रो यो पैदल यात्रा है रेडी भइसकेँ म है अब कस्तो देखाएको छु म त्यो अब मतलब भएन ल केटा हो जाउँ है जाउँ सुरुकै उकालो डेन्जर छ यार यस्तो उकालो चढिरहेको अब सुरुमै गाँड फाट्ने भयो नि त सफा छ यार पानी एकदमै यो खानेदेखि लिएर जे गर्दा नि हुन्छ त्यो बिचमा लगेर दुब्किहाल्नु पर्ने के सही हुन्छ यार गहिरो त के भने 5 फिट जता हुन्छ यार खजरले चाहिँ अब खुट्टा चाहिँ ल्याम्मै हाल्ने भयो त नि खचर सफा छ यार पानी एकदमै यो खानेदेखि लिएर जे गर्दा नि हुन्छ त्यो बिचमा लगेर दुब्किहाल्नु पर्ने के सही हुन्छ यार गहिरो त के भने 5 फिट जता हुन्छ यार
खचरले चाहिँ अब खुट्टा चाहिँ ल्याममै हाल्ने भयो त नि खचर हामी सेटी यहाँ कतिसम्म पुग्नु होला अब अहिले कति बजे अहिले अहिले खाना खाएर हो हामी मकरी गाड मकरी गाड अब हिँड्ने मात्रै हो हिँड्ने मात्रै भने त अब हजुरलाई धेरै लाग्दैन 3-4 घण्टामा हजुर हिसाब पुग्नुहुन्छ 3-4 पनि लाग्दैन होला 3 घण्टा जति लाग्ला 3 घण्टा जति लाग्ला त्यहाँबाट फेरि 1 घण्टामा उपस्थित हुनमा त्यहाँबाट चाहिँ धेरै लाग्दैन 1-1.5 घण्टामा उपस्थित भयो त्यहाँबाट सिटी चाहिँ ओह्रालो पर्ने खाल्डोमा त्यहाँनिर त्यो मेन भनेको त्यहाँ हो यहाँ भित्र चाहिँ बाटो नभएर हाम्रो चाहिँ यहाँबाट गएर फेरि त्यहाँबाट तल झर्नुपर्छ ओह्रालो त्यहाँ जानलाई 3-4 घण्टा लाग्छ 3 घण्टा लाग्छ यो बाटो लास्टै गर्नु यस्तो उता नै पुग्नु पर्छ फेरि यता आउनु फेरि त्यहाँनिर पुगेर त्यहाँबाट यस्तो आउनुपर्छ यो गाउँबाट भनेपछि सिटी पुग्नलाई 5 घण्टामा पुगिन्छ 5 घण्टामा मजाले पुग्छ हुन्छ धन्यवाद हुन्छ ल अब स्ट्रेट जोड्ने है हस् दाइ तर त्यहाँ अघि उतातिर एउटा पुल पनि थियो त्यो पुलबाट गएर सायद सर्टकट पर्थ्यो होला हैन त्यसो भए त्यो पुलबाट गयो भने नि हजुरलाई यो उता बाटो सर्टकटै हुन्थ्यो होला हजुर होइन सर्टकट हो र त्यो सर्टकट होइन त्यो लामो भयो लामो। आजकल सबै यो यहाँनिर यति मात्र उकालो त्यो यो उकालो ओह्रालो त्यहाँ कति तल ओह्रालो भने त राम्रो बाटो यही होला नि त्यसो भए हजुर राम्रो सबै मेन बाटो भनेको यही नै हो सजिलोको लागि अब सजिलो त के भन्नु हो तर अलिकति त्यो देखेर के भन्नु त्यो यता यो बस्तीहरू धेरै भयो नि है यतातिर बिचमा कहीँ छैन जस्तो छ है कहीँ छैन त्यहाँ त छैन एउटा यहाँनिर घर हो घर मात्र हो पसल पनि छ छैन थाहा छैन त्यस्तो गर्दा नि हुन्छ हजुरहरूलाई अब त्यहाँबाट गयो नि हजुरहरूलाई त्यहाँबाट आउँदाखेरि सिधा यो बाटो गयो भने त्यसको ओह्रालो झर्नलाई सजिलो हो उकालो जानलाई त यही बाटो सजिलो जता सुधा त्यस्तो छैन भन्नु गाँसा छ खान त खान्थ्यो छोड्दै छ किन छोड्नु भएको त अरू ट्रिपमा त यस्तोमा त खानु पर्छ नि बाटो बेला यता त पुरै खेटिसक्यो दाइ अब हाम्रो त पुरै लिगल हो नि त हाम्रो गाउँपालिकाले उयो गरेको छ नि त लिगल हो र ल है नयाँ कुरा सुन्नु पाइयो है गाइस सुनिरहेको छ होइन यता रेकर्ड पनि भइरहेको हो यहाँ घरमा पाइन्छ उता घरमा पाइन्छ ओ प्ले भइरहेछ हेर्दै यता छ भइरहेको भनेपछि लिगलाइज रहेछ यता लिगलाइज भन्नाले गाउँपालिकाले गाउँपालिकाको अध्यक्षले नै लिगलाइज गरेको भन्नाले अब एउटा हाम्रो लिगलाइज भन्नाले अब कालोको लिगलाइज होइन त्यो त अब जोइन्ट मात्रै तपाईँसँग होइन अब यो धानको कपडा यो तपाईँले लाउनु भएको त्यही जस्तो छ हो हजुर तपाईँले लाउनु भएको त्यही जस्तो यो मेरो बाख्राको उबाट बनाएको यो कपडा उसको लागि हो यो गर्मीमा नहुँदै चिसोमा चिसो नहुने भनेपछि त्यस्तो रहेछ कुराकानी तपाईँसँग के छ त गाँजा के कस्तो छ छैन तर म ल्याइदिनु तल जाने कहिले जानुहुन्छ कता हामी अब यहाँदेखि फर्किँदा पर्ने हामी अब यहाँदेखि खण्डेश्वरी जान्छौँ होला खण्डेश्वरदेखि बल्ल जाने भयो खण्डेश्वरी उता मेरो दाइको पसल छ हजुर गन्दा गर्नु म हजुरको लागि उपहारको रूपमा हाई गर न बाई आऊ ल अबेको लागि टिकट निकाल्ने हो नागरिक
प्रवेश पत्र हो है। हाम्रो यहाँ ब्रेकफास्ट हुँदैछ है। अब के छ दाइ? दुध छ, अन्डा छ, अनि यो चाहिँ रोटी, यो स्पेसल माछीको रोटी हुन्छ। यो चाहिँ हजुर यो भयो होइन। यो चाहिँ गाउँको रोटी, 2 थरी छ त्यतै, 2 थरी छ रोटी पनि। अनि यो साग, यो मही उमालेको आलुको तरकारी सबै मिसाएर मिक्स। यसलाई के भन्छ? ब्रेकफास्ट भन्छ कि के भन्छ? ब्रेकफास्टै हो। ब्रेकफास्टै भन्नु हो। ब्रेकफास्ट हान्न लागिरहेको छु है। अब म त किन कामिरहेको छु यत्तिकै? जाडो भयो छ, अलिअलि जाडो भयो होला नि। आजको मौसम नि हो। बिहान बिहान ओछ्यान छोडेर हो कि त्यस्तो भएको। त्यस्तै हजुर यहीँको भयो नि जाडो भएको छ नि। मलाई जाडो त जाडो छ, बाहिर ननिस्केर नि। हिजो के खाएको थियो ब्रेकफास्टमा? हिजो चाहिँ चिया र बिस्कुट मात्र खाएको अनि सिधै खाना खाएको। ए खाजा यो त खाजामा हो। चिया थियो नि। ब्रेकफास्ट त भएन नि होइन? चिया मात्र भयो। चिया खायो अनि 10:00 त एकैचोटि मगरघाट पुगिहाल्यो। 10:30 कतितिर खाना खाइयो, हिँडियो। अदर खायो भने न्यानो हुन्छ के हो? कटर अदर के? एउटालाई यतै छोड्नु त। ल त्यो दुधसँग चाहिँ यो रोटी समात्दा चाहिँ एउटा भएछ। अलिक पिठो कम रहेछ, नत्र म यही बनाइदिन्थेँ क्या सबै। यो माछीको रोटी समात्न दुधसँग मिठो हुन्छ। के को? यो माछीको रोटी। माछी भनेको तपाईँको चुवा भन्छ क्या नेपाली। यसमा त आइदिनु थाल्ने। त्यसैमा हाल्नु। वो 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 पेरिस डाँडा पुगेको छ है। पेरिस डाँडाबाट भ्यू माई गोस त यस्तो छ भ्यू है। फोटो खिचेको हेड हजुर कस्तो फिलिले के बाटो चाहिँ 2100 यो 2100 मिटरमा अहिले हामी टक्क लाएर यस्तो छ। रेकर्डमै छ यस्तो छ यार। त बवाल दिनभरि यार। यसमा त चिप्लिन्छ नि त मुला। योभन्दा फुस्रो हुनुपर्ने हो कि। थोरै मात्र रहेछ भनेपछि सिमार पुग्न लागेको अवस्था जस्तो लाग्यो कि। माथि हो कि तलको? ओहो छ त तन्न यार दाइ। छ
यता होटलहरू कहाँ छ र यता खाजासाजा खानुपर्ने त्यो दाजुभाइ हो होइन मैरा रोटी खै केटाहरू कहाँ हो उता नाली भन्ने हो यो त्यहाँ पुग्नु पर्ने हो त्यहाँ हो भोक लागेको छ भने यही खाँदा हुन्छ छ त्यस्तो साह्रो भोक लाग्यो बास त नखाने भोक त लगाइहाल्छ नि होला लाग्छ नि तिमीहरूलाई मलाई भोक त लाग्यो म होइन हजुरआमा मही के को मही हो यो गाईको गाईको हो यसमा देखाउनु यसमा अलि धेरै देखिन्छ मिठो छ कि नमिठो छ भोक लागिरहेको छ मिठो लाग्छ मलाई त भोक लागेको छ यो अहिले सिमार भन्ने ठाउँ गइरहेको होइन यहाँबाट अहिले यो श्रृङ्खलाहरू पछाडि छ क्या देखिरहेको छ मजी गरिरहेको छु दुईजना घरको मेरो साथी हिँड जाउँ आऊ जाने होइन म अगाडि आयो भने मात्रै आउने त्यहाँ हिम पहिरो देखिरहेको थियो त्यही हिम पहिरोको बाटो भन्नुभएको थियो आइसकिस् ल जाउँ अब यो चाहिँ मेरो साथी सोना हो भने यो वर्षा हो ल यो वर्षा एपी जाने होइन आज भोलि पुग्छौ जाऊ ओए सोना ओए यो सोना ओए वर्षा ओए जाउँ ल कस्तो छ त हिमाल त्यहाँ अलि धेरै छ कि Macam Satu feet होला यार यो 2-3 feet त छ जस्तो लाग्यो छनी आया छनी आया तो लौट दिया
दुख्यो भने के दुख्यो ज्वरो आइरहेको Que machis. Langsung kaki tahun itu. Segar lah satu ni. सब हिउँ पहिराको मान्छे कसरी ल खत्रै घाउ भयो त ओ भाइ टेप छ हैन घाउमा लाउने टेप छ हैन झिको घाउ खत्रै भयो यार गइरहेको सब माथि क्या पखालेर तल गयो त्यसमा लड्यो यार ल है यो अहिले धली बगरमा छु टक्क लाएर अब हिँड्दैछु है हिँड्न लाग्यो अब बाटो चाहिँ थाहा भएन कहाँ हो यार तर क्या डाइनिङ टेबल क्या यो चाहिँ बिर्सिरा टेक्नु हुँदैन यो हाम्रो बस्ने ठाउँ थियो के डाइनिङ टेबल होइन डाइनिङ टेबलले पुरै ल्याप पो भएछ कि हिउँले यो मतलब यता 3 फिट कि 3.5 फिट 4 फिट होला हिउँ अहिले यहाँ यस्तो छ नजारा देखो नजारो सरे पर मोहे भन्छ नि एउटा अर्को मेरो यस्तो यो त चितवर छ यसले म लगाइरहेको छु होइन अहिले एक्साइटेड भइरहेको छु कि यो हामी कहाँ जानु लाग्यो अहिले म बिर्सिहाल्छु कि अपि जाँदैछु है यस्तो लानुपर्छ माथि
अहिले लेखिरहेको त्यही हो अप हिमाल यिनीहरू रेन्ज यस्तो छ है अर्को म आइरहेको कि यो ठाउँमा चाहिँ है सम्हालो यो त्यो त एउटा लथी खिच्दै आउनु है यताउति देखाऊ भिडियो भएको छ यो यही हो है अपी हिमाल हो अनि यो छ नि यो चाहिँ यो आएको हिमाल हो कि यो चाहिँ यो नाम्पा 1 2 3 काहीँ लुकेको छ मैले बुझिनँ है यो मोबाइल छ कि मोबाइलले त बुढा काम भनेर त्यति गएर सुनिया छैन नि त नि हामी बाटो खोज्नमा थियौँ प्लेमै छ त कस्तो लागिरहेको छ त्यता रमाइलो छ रमाइलो मात्रै बढी कहाँ छ अहिले हामी अहिले हामी अभियस काम पुग्दैछौँ एकछिनमा पुग्छ यो अहिले विशाल फाँट आउनु भएको छ मेरो विचारमा यस्तो सिधै ओह्रालो होला कि यो कस्तो लागिरहेको छ त भन त एकदम लागिरहेछ राम्रो लागिरहेछ यो छिन्नु गाह्रो भयो पनि आएर चाहिँ ल है त ऊ दुईजना चाहिँ यता सुट हान्दैछ है ल जोशी सरको हाम्रो अब यो समाज नरहेछ हो
अहिले लेखिरहेको त्यही हो अपी हिमाल यिनीहरू रेन्ज यस्तो छ है अर्को म आइरहेको हो कि यो ठाउँमा चाहिँ है भएर आउन सक्छ यार सट्ट लगाएर पक्रेर तल गयो भने त मुसी तल पुग्यो माछा नि ढुङ्गाको बाटो जस्तो छ गाह्रो मलाई कुनै लाग्दैन मैले क्राम्प पाइला छैन मैले पाइला पनि चाहिँ ल्याएको कस्तो मजा पछि आइज है समाएर के हुन्छ के हो यार के नाम लेखेको यार पछाडि बाटो यो कुन बाटो यही हो सिधै होइन पछाडिबाट देखिरहेको छ है दाइ बेस क्याम्पतिर गयौँ आऊ न हिँड्दै गरेर मजाले के बेस क्याम्पतिर गयौँ सधैँ अगाडि भिडियोमा रङ्गाइरहेको छु यो धेरै चिज त छ तर केही पनि यो के भन्छ दोस्रो चाहिँ त्यति छैन होइन तर यो छ धेरै ठिकै छ यो घटीमा एउटा कुद्ने कस्तो मजा आयो मोज लास्ट मजा आयो क्या जाउँ त तिमी अगाडि यो अपी बेस क्याम्पमा बसेर यता नजारा हेर्दैछु है यता नजारा हिमाल चाहिँ यही हो कि अपी यिनीहरू नाङपा पिकहरू है माथि काँकोर छ काँकोर रेन्ज भन्छ त्यसलाई है ल है बेस क्याम्प आइपुग्यो मेरो भिडियो बनाउन यसरी यताउता तपाईँ अगाडि हुनु बस्छु अलिक देखाउनु लाग्यो कि आऊ त अगाडि देखाउ त मलाई भिडियो अन भइसकेको छ नि अन छ होइन प्लेनै अन छ कडा हो काठमाडौँमा जाडो होला है
ए जाडो रे गर्मी काठमाडौँमा गर्मी होला है ल तिमीहरूको लागि यति हिउँ लिएर आउँछु है म अपिबाट उपहार स्वरूप उपहार स्वरूप ल नलिने भए ल आइया आफैले खाए यो है तिमीहरूले नलिनु भए त मजा यो बिसिरा यार ल माथिबाट खिच त आहा ल्याम्मै ल्याएर देखिरहेको छु म मजाले पुरै रोटेट भइरहेको छ हातहरू यस्तो गर्ने आइया बहुत मजा आयो चिसो त फिलै नहुँदो रहेछ मुजी हाँसु के यार मेरो यहाँ सेप बनाइदिन्छु म कस्तो आनन्द छ नि चिसोको आनन्द यस्तो मेरो छाप कस्तो देख्यो होला यार आइया ल है त मैले बनाएको है यो अलिक कालो देहा ल 9 सेकेन्ड भयो अब यता उति भ्यू देखाउन पहिला सुरु यहीँको देखा है जोशी चाहिँ थोरै उता जाउँ यो बबाल कालीगंगा मेरो फोटो